नमस्कार साथीहरू, पोर्टफोलियो प्लसमा हार्दिक स्वागत गर्न चाहन्छु। आज मैले फेरि पनि एउटा नयाँ भिडियो लिएर यहाँहरुमाझ आइसकेको छु। आज यस भिडियो अन्तर्गत रहेर मैले तपाईहरुलाई फेरि एउटा नयाँ आइपिओ को विषयमा कुरा गर्न गइरहेको छु। जुन कम्पनीको नाम रहेको छ साल्पा विकास बैंक, बी क्लास डेभलपमेन्ट बैंक, जुन चाहिँ खोटाङ जिल्लामा आधारित छ। यो एक जिल्लीय बैंक हो जसको 6 वटा शाखा र एउटा चाहिँ प्रमुख शाखा रहेर टोटल 7 वटा शाखा रहेको छ र यसको कुल पुँजी भनेको 52 करोड 23 लाख रहेको छ र यसले जसको 10% अर्थात् 1,72,2988 किता चाहिँ वैदेशिक रोजगारीमा रहनुहुने नेपाली नागरिकहरूको लागि भनेर चाहिँ छुट्याएको छ र यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ इस्यु गरिसकेपछि चाहिँ केही प्रतिशत स्थानीय बासिन्दाहरूलाई जुन रहेको छ 33% र केही किता कर्मचारीलाई अनि केही चाहिँ म्युचुअल फन्डलाई छुट्याइसकेपछि बाँकी रहेको 18,29,179 किता चाहिँ सर्वसाधारणको लागि चाहिँ यस कम्पनीले निष्कासन गर्नेछ। अर्थात् तपाईहरुले आफ्नो मेरो शेयर डिम्याट एकाउन्ट चाहिँ रिन्यू गरेर एकदम प्रपर रूपमा राख्नु होला। अब कन्टिन्यू आइपिओहरु आउँदै गर्छन्, तपाईहरुले कृपया भर्दै जानु होला। र यस कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटललाई चाहिँ चुज गरेको छ। मङ्सिर 29 गते पश्चात चाहिँ यो आइपिओ सर्वसाधारणका लागि आउनेछ। र यति भन्दै यो भिडियो यही अन्त्य गर्न चाहन्छु र यस्तै नयाँ इन्फर्मेटिभ भिडियोहरु यहाँहरुमा म ल्याउँदै जानेछु। कृपया पोर्टफोलियो प्लसलाई सब्स्क्राइब गरेर राख्न चाहिँ नबिर्सनु होला। हस्त, धन्यवाद।